सब ग्याङ हजुरलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। म चाहिँ धेरै दिनपछि आज ब्लग बनाउँदैछु अनि आज चाहिँ म यता माथि हाम्रो आमाको भाइ मेरो बुबा भन्नुहुन्छ, उहाँ चाहिँ आज कुखुरा काटेको मासु दिनुभएको छ र आज चाहिँ मासु खाने र मासु पनि कुखुराको बाहिर कुखुरा सेतो कुखुरा नि हो, त्यसको मासु रहेको छ। चट्टा पारामा घर गएर बनाएर मासुसँग खाने। त्यो लास्ट गर्मी छ, हेर्न सक्नुहुन्छ यस्तो गर्मी लागिरहेको छ भने लास्ट गर्मी छ कि। तर गर्मी चाहिँ यहाँ चाहिँ गाउँतिर चाहिँ त्यो अब जान्छु घर चट्टा पारामा घर गएर पकाएर खाने। त्यही हो लम्पा सार्ने बेडमा लम्पा लाउने हो। एकछिन चाहिँ यहाँ शीतलो हो, यो शीतलो बस्नु पर्ला जस्तो लास्ट गर्मी छ, हिँड्नै सकिन्न यार। एकछिन चाहिँ यहाँ बस्छु म चट्टाबारमा। हेर्न सक्नुहुन्छ एउटा मन्दिर छ ल, तर ठाउँ चाहिँ बवाल छ है, डाँडा काँडा अनि बेसी म बल खेल्ने ग्राउन्ड चाहिँ त्यो है, हो त्यो त्यही हो। हात नि कालो भइसकेको छ मेरो त यो गर्दा। त्यही हो, अब चाहिँ एकछिन बस्छु म अनि एकछिन पछि जान्छु म अनि घर गएर यसो हातखुट्टा धुन्छु। लास्ट गर्मी छ, हातखुट्टा धोएर बस्छु अनि पकाउनु खाने। त्यही हो ल, अब सिधै घर गएर भेटौँला। मेरो त्यो घर आएर अघि ब्लग बनाउनु भएन, अब यसको तपाईँ लागेको थियो ब्लग जस्तो बिर्सिहाल्यो कि भन्छ, बिर्से ब्लग बनाउनु। अनि म चाहिँ नि फेरि मासु त्यो आधा राखेर आधा चाहिँ लिएर अब तल छेमाकोमा हिँड्दैछु। छेमाको चाहिँ सुन्छ हो, छेमासँग गएर छोडिदिएर आउने हो। सँग चाहिँ त्यहाँ डुकुर देख्नु भयो होला। त्यो अब गएर छोडेर आउँछु। त्यो लास्ट गर्मी छ भने कसम भनेको यस्तो गर्मी छ कि के यस्तै गर्मी छ। त्यो अब गएर छोडेर अनि फेरि आउनुपर्ने हुन्छ। तर जाँदा त ठिकै ओह्रालो सन्चो हिँड्छ, तर आउने बेला चाहिँ अब उपालो हुन्छ नि त। अब गर्मी त्यही माथि हिँड्न सकिँदैन लास्ट। तर यहाँको बाटो चाहिँ यस्तो अहिले टर्न गरिदिएको रहेछ यहाँ चाहिँ। अनि म चाहिँ जाङ्गेमा आइछु, जाङ्गे टी सर्ट हेर्न सक्नुहुन्छ। त्यो ओहो हेर्नु त मकैबारी मकैबारी दर्याम बल्ल फिलायो क्या, हरिया कराम बल्ल त्यस्तो गीत यस्तो डेन्जर काम लाग्यो नि त। त्यही अब यहाँबाट चाहिँ अझै तल अब जानुपर्ने छ। अनि यहाँ हेर्न सक्नुहुन्छ त पारेको डाँडा, त्यो माथिको डाँडा देख्नुभएको छ नि, त्यताको डाँडाले रिटी डाँडा हानिन्छ। हामी चाहिँ रिटी डाँडा हानिन्छ पर्दै अगाडि चाहिँ त्यो चाहिँ हानेको फकेवास भयो। गर्मी छ तर त्यही हो। म चाहिँ भर्खर अब उखले आउन लागिसकेँ। यहाँ तलतिर गरेर देख्नुहुन्छ यो उखले भनिन्छ यसलाई। म तपाईँलाई उखले स्कुल पनि आइदिन्छु है। ऊ त निलो टिन गरेर देख्नुपर्छ नि त, त्यो र त्योभन्दा तलतिरको त्यो चाहिँ उखलेको स्कुल हो। आज चाहिँ बन्द छ किनभने आज हो शनिबार, त्यसैले गर्दा बन्द रहेको छ आज स्कुलहरू। यो अब चाहिँ जान्छु म गएर अहिले उता जान्छु म, किनभने चाहिँ जान्छु अब म चाहिँ। अब अहिले भेटौँला। हेलो सब यहाँ म चाहिँ तल छेमाकोमा मासु छोडेर गएको। गर्मी भएर हिँड्न सकिएन, बल्ल गरी
एकछिन म चाहिँ म तलबाट आएको त्यो चल्दै भयो नि त निलो निलो त्यहाँबाट चाहिँ लास्ट गर्मी के त्यहाँ चाहिँ यस्तो शीतल हावा चलिरह होला हावाले गर्दाखेरि के आवाज नसुन्नेको होला यसो माइन्ड नगरिदिनु त्यो हल्का यसो मेरो यस्तो गर्मी छ नि त्यही माथि बाल बढेर कति बढ्यो यो हाम्रो भएर चाहिँ त्यस्तो देखिँदैन होसला जस्तो हो कि त्यो जस्तो भयो कि बाल मेरो यस्तै यति छ अब ट्याक्कै यो जेठ सकिएपछि अब ट्याक्कै काट्ने अब काट्छु म यो वहाँ तल चाहिँ त्यो तल चाहिँ कुरी रोडको रुट त्यो कुरी रोडको भन्छ उता फलेवास भयो उता पारि चाहिँ उता कुस्मा उतातिर कुस्मा हुन्छ त्यहाँ अन्त उतै हो त उता पारिको हो कुस्मा चाहिँ त्यो हेर्नु न पसिना कस्तो आइरहेको हातै चिप्लो भयो चिल चुहिरहेपछि पानीलाई हुन्छ पसिनाहरू त्यो अब घर गएर चाहिँ बस्ने अब एकछिन यहाँ बस्छु हावा खान्छु अन्त